नमस्ते। आज हामी छठ पर्वको पवित्र कथा सुनाउँदैछौँ, जुन भक्तिभाव र श्रद्धाले भरिएको पर्व हो। यो पर्व विशेष गरी सूर्य देवताको उपासना गर्न मनाइन्छ। छठ पर्वको मुख्य उद्देश्य सूर्य देवता र छठी माताको पूजा गर्नु हो। यो पर्व कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्छ। सूर्य देवता जीवनदायिनी शक्ति मानिन्छन् र यो पर्वको माध्यमबाट हामी उहाँप्रति धन्यवाद व्यक्त गर्छौँ। एउटा कथा अनुसार द्रौपदीले महाभारत कालमा आफ्नो परिवारको कल्याणका लागि छठ व्रत गरेकी थिइन्। यो पर्वको माध्यमबाट उनले आफ्नो परिवारको सुख शान्ति र समृद्धि प्राप्त गरिन्। यो पर्वमा विश्वास गरिन्छ कि जो कोहीले पनि श्रद्धापूर्वक छठको व्रत गरेमा उनको मनोकामना पूरा हुन्छ। छठ पर्वमा विशेष प्रसादहरू बनाइन्छन्, जसमा ठेकुवा, कसार र केरा समावेश हुन्छन्। यो प्रसाद तयार गर्ने क्रममा सफाई र भक्तिभाव राख्नु महत्त्वपूर्ण मानिन्छ। प्रसाद सूर्य देवतालाई अर्पण गरिन्छ र पछि व्रतधारीहरूले ग्रहण गर्छन्। छठ पूजा 4 दिनसम्म मनाइन्छ, जसमा नहाए खाए, खरना, सन्ध्या अर्घ्य र बिहान अर्घ्य गरी सूर्यदेवको आराधना गरिन्छ। श्रद्धालुहरूले नदी या पोखरीको किनारमा जल अर्पण गर्दै सूर्य देवताको पूजा गर्छन्। यो पर्वमा डुब्न लागेको सूर्यलाई र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। यो पर्वले हामीलाई प्रकृतिसँग नजिक ल्याउँछ र आत्मशुद्धिको प्रतीकको रूपमा यसलाई मनाइन्छ। भक्तजनहरूको गहिरो श्रद्धा र आस्था देखेर यो पर्व अझै विशेष र पवित्र बन्न पुगेको छ। छठ पर्वले केवल धार्मिक महत्त्व मात्र नभई मानवता र सहिष्णुताको सन्देश पनि दिन्छ। यो पर्वले हामीलाई निष्ठा, श्रद्धा र आत्मसंयमको पाठ सिकाउँछ। धन्यवाद। आशा छ यो कथा सुनेर तपाईलाई छठ पर्वको महत्त्व बुझ्नमा मद्दत मिल्यो। जय छठी मैया। जय सूर्य देवता।